Hey guys, welcome back in my channel. कस्तो छ हजुरहरुलाई? This is आमा. This is को. मलाई केही नभन छोरा कति बेर भछ यहाँ. यता हेर्नु न. हेर्दिन यहाँ. यहाँ भिडियो गर्न लाग्यो के? 9 बजे. यहाँ हेर्नु त. हाम्रो आमा सन्चै हुनुहुन्छ आमा? सन्चै छु. क्यार्नु त. के पूजा हेर्नलाई? ल केही भन्नु त ल. बेर नगर न म गएँ. ल यहाँ जसले हेर्नु ह सबलाई केही भन्नु सम्झिनु आशीर्वाद दिनु ल. आशीर्वाद मस्तै मरी ल. कला सबैलाई. सबैलाई. ए ल हाम्रो आमा हुनुहुन्छ यहाँ हैन. अनि त्यही म अहिले पाहाड हो हजुरहरुलाई थाहा होला हाम्रो गुल्मीको घर. अनि यस हैन हाम्रो घर कस्तोमा घर हो यो चाहिँ हाम्रो घर. अनि घाम लागिरहेको अहिले चाहिँ अनि जब तराईमा चाहिँ घाम लाग्यो भने हैन हरि भाग्नु पर्छ तर यहाँ घाम लाग्यो भने घाम खन्नु पर्छ कि यहाँ भनेको यस्तो हो क्या यो ठाउँ भनेको. अनि म अब अनि हजुरहरुलाई थाहा छैन होला कि आज एउटा साथीको बर्थडे हो मेरो साथीको हैन. अनि उसलाई पनि घरमा गएर विश गरौँ भने फोनदेखि त विश गरिसकेको घरमै गएर गरिदिउँ न त होइन के छ र. अनि पाहाड नजिकै भन्दा नजिकै त होइन आधी घन्टा जति हिँड्नुपर्छ. हिँडौँला आधी घन्टा होइन हिँडौँला आधी घन्टा के छ र. अनि हाम्रो घर हजुरहरुलाई धेरैलाई थाहा छ होला यो चाहिँ हाम्रो घर टिनको घर होइन. टिन त के भन्ने प्लस्टरहरू गरेको हाम्रो घर त राम्रो भयो यार. वास्तवमा भन्यो भने चाहिँ हाम्रो घर हरि भयो क्या. हजुरहरुले हेर्न सक्नुहुन्छ है दामी छ क्या हाम्रो घर होइन. यो घरको चाहिँ यो चाहिँ किचन हो हजुरहरुलाई म भन्छु कि यो किचन हो होइन. हजुरहरुले त्यहाँ ग्यासहरू देख्न सक्नुहुन्छ. यो चाहिँ हाम्रो सुधारिएको कटेर हो. अनि दिस इज आवर हाउस गाइज एन्ड यु क्यान सी है. हरिफ तर यार हरिफ भनेर भनिदिनु गाइज होइन. अनि त्यही मलाई चाहिँ हरिफ लाग्छ क्या माया लाग्छ नि त. अनि त्यही यो बुवा चाहिँ माथि जानुभयो. गर्दै हिँड्नुपर्छ. अनि रुममा जानको लागि बरन्डामा यो चाहिँ बरन्डा होइन. बरन्डा भन्छ अब यो बरन्डा बाल्कनी हान्दा जे पनि भन्न मिल्यो. अनि यहाँ हजुरहरुलाई थाहा छ म यहाँ हल्का यस्तो गर्ने पनि ठोकिन्छु तर यसरी नर्मल्ली हिँड्दा त ठोकिन्न तर ठोके जस्तो देखिने चाहिँ होइन यहाँदेखि हेर्दाखेरि चाहिँ. तर म ठोकिन्छ यहाँ ठोकिन्न. अझ यति बाँकी छ यति ग्याप चाहिँ बाँकी छ. तर म अग्लो हो यार धेरै अग्लो हो यार किन. अनि यो चाहिँ रुम त देखाउनु हुन्न हजुरहरुलाई. त्यही पनि यार रुमको हालत भनेको त्यस्तै छ. त्यही पनि म हजुरहरुलाई देखाउनु त्यही नै. अनि यहाँ चाहिँ ऐना आएन गाइस. अनि ऐना हेर्ने चाहिँ म आफूलाई देख्छु. अनि यहाँ झ्याल छ क्या यो झ्यालदेखि चाहिँ हामीले बाहिर पुरै देख्न सकिन्छ है. अनि अब म कपडा लाउँछु भन्नाले टी सर्ट त यही लाउँछु तर यहाँ तलतिर जागे लाग्यो नि त होइन. जागे खोल्नु पर्ने हुन्छ किनकि अब जागे लगाएर त के हिँड्ने हो र गाउँमा होइन. अब जागे त खोलिदिउँ अनि सुत्दाखेरि अब जागे लगाएर त सुतिन्छ. अनि म यत्तिकै सुतेर उठेको थिएँ अघि भर्खर उठेको. अब चाहिँ म रेडी हुन्छु. सो गाइज होइन म चाहिँ हिँडिसकेँ भन्दा हुन्छ. अनि अनि त्यही हो. अनि के भनौँ होइन हाम्रो घर पछाडि हजुरहरुले देख्न सक्नुहुन्छ बाटो चाहिँ राम्रै छ तर हिँड्न चाहिँ हरिफ धौने आइछ क्या. सो गाइज होइन म अहिले चाहिँ हिँडिरहेको कोसेली बोकेर अनि माथि तुङ्गा जति हल्का अब होइन उहाँले लिएर आएको. अनि गाउँघरमा बाँड्नु पऱ्यो. अनि तल बुवाकोमा पनि कोसेली लैदिएर म जान्छु होइन. कोसेली नै भनौँ न त अब त्यही नै. अनि अब बुवाको घर पनि म आउन लागिसकेँ बाटोमा हो. उता यो बाटो चाहिँ हामी पहिला स्कुल गइन्थ्यो होइन. अनि म तल बाको घर आएँ. बा हजुरआमा बस्नु भयो है. हेर यहाँ हाई यस्तो गरिदिनु ल. ए हाई गरिदिनु यहाँ यता हेर्नु ल बा. ए हजुर बा सन्चै हुनुहुन्छ? त्यो केटो ल पठाइदिनु त. ल हजुरआमा होइन तल हजुरबुवाकोमा पसेर अनि म फेरि झरिसकेँ। म पढेको स्कुलमा पढेको स्कुलको ठाउँ होइन।
अनि त्यस्तै साइडमा चाहिँ मेरो साथी घर पनि म पहिला पाहाडमा आउँदाखेरि चाहिँ म हजुरहरूलाई भनिसकेको अनि सो म अहिले त्यही जान्छु होइन यो लोकल बाटो हिँडिरहेको त्यहाँ मोटर बाटो पनि छ होइन तर नि सो म हजुरहरूलाई सिधै उहीँ गएर चाहिँ दर्शन गराउँछु मेरो स्कुलको साथीको उसको चाहिँ आज ह्याप्पी बर्थडे होइन अनि म मेरो साथी घर आएँ अनि म हजुरहरूलाई स्कुल पनि देखाउँछु भनेर यहाँदेखि देख्नुहुन्न होला हजुरहरूले अनि मैले पढेको स्कुल देखा अनि मेरो साथी चाहिँ यहाँ होइन आज चाहिँ उसको बर्थडे सो उसलाई ह्याप्पी बर्थडे भनिदिनु गाइस ह्याप्पी बर्थडे त भनिदिनु यार यति त गर्न सक्नुहुन्छ कमेन्टमा यार होइन अनि सो त्यही हो आज उसको बर्थडे खुसी खाऊ चाहिँ हाई भन्दैन अनि सो त्यही होइन उसको बर्थडे अनि म उसको विस गरिसकेँ त्यही हो गाइस होइन अनि म उसको घरदेखि चाहिँ चेकआउट गरेको अनि के घर अब जान्छौँ हामी चाहिँ माथितिर सो गाइस होइन अहिले चाहिँ हामी देउराली भन्ने ठाउँमा छौँ यु क्यान चेक होइन हामी चारजना चाहिँ एउटा बाइकमा राइड आएको बुलेट चलाइरह होइन चारजना एउटा बाइकमा हेर केटाहरू सब ल्याएर खेर हेर्दैन केटाहरू यार केटाहरू चारजना होइन अनि सो हामी अब डेस्टिनेसनमा पुगेर थाहा छैन होइन तर चारजना राइड आने हौँ क्या भन्नै फोन नखसेको कपाल पुगेको छ मेरो होइन सो हरि मजा लागिरह चारजना मैले पनि जमानामा 5 जना लिएर गएर फालेको होइन यस्तो जम्मा 4 जना लिएर हिँड्यो तर फाल्न चाहिँ के गर्छ हेरौँ फाल्यो भने चाहिँ भ्लग अपलोड हुन्न यो भिडियो अपलोड भयो भने हामी सेभ गएको हुन्छ ल सो अब हल्का छैन अनि 3 जना एउटा बाइकमा राइड हाल्दिएर हामी चाहिँ म हेलमेट लगाएको किन हेलमेट लगाएको भन्दाखेरि चाहिँ होइन 3 जना राख्दाखेरि केही भरै छैन क्या गुल्डियो भने त फेरि सूरज एलपी भ्याइयो अनि सूरज एलपीको भ्लग कसले गराउँछ होइन अनि सो हामी 3 जना बस्यो तिम्रो नबोल है केटाहरू कोही नबोल होइन हरि मजा आइरह लाइफमा होइन अनि एक्सपिरियन्स लिन पाइयो 3 जना बस्दाको पनि अनि हाम्रो ड्राइभर Your friend you're not okay, and tell me what's wrong and why you never said you felt that way. And guess you're trying to stay strong and fake a smile until I look away. But I've known you too long, it hurts to watch your blue eyes fade to gray as you fade away, as you fade away. Yeah, I'm about to fade away, 'cause every time I wake up I feel like it's Monday. Something's going wrong with all the chemicals up in my brain. All of a sudden I don't look at anything the same way. Got a build up of my thoughts sitting in an ashtray. I'm sorry that I'm so inconvenient, okay. Just let me be me and I'll stay out of your way. I can see the way you look at me, I'm such a disgrace. I never really asked to be brought into this place. You wanna love me? Well then baby have a taste. All the highs and the lows, no you'll never be the same. I don't really wanna hurt you but I can't control the pain. If you're sticking by my side maybe we could be okay. Okay, maybe you could be the change I need today. I promise that I've never felt this way. I really hope that you will choose to stay through all the pain. I know you told your friend you're not okay, and tell me what's wrong and why you never said you felt that way. And guess you're trying to stay strong and fake a smile until I look away.